Hello everyone, welcome back to my new vlog and happy new year 2026. आजको भ्लग चाहिँ हाम्रो ट्रिप फ्रम टोकियो टु हाकोने रोप वे सम्मको हुनेछ गाइस. भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला. ओके, सो कम अन, लेट्स गो. Cheese. Oh, beautiful. कस्तो हुन्छ होइन, रमाइलो हुन्छ. त्यहाँ अगाडि पहाड देखिरहेको छ होइन गाइस, म तपाईँलाई देखाउँछु है. पहाड देखिरहेको छ उता हेर्नु मजाले. त्यसको ठ्याक्कै पछाडि होइन त्यो माउन्ट फुजी देखिन्छ कि यताबाट. माउन्ट फुजी भनेको त्यो तपाईँलाई थाहै होला होइन, जापानको अब सबभन्दा अग्लो हिमाल हो कि. यो साइडतिर चाहिँ उमै देखिरहेको छ होइन गाइस, मजाले उता हेर्न सक्नुहुन्छ. पोजिसन देखिरहेको छ है गाइस, सेतो हिमालको टाकुरा. कस्तो लागिरहेछ घुम्न आउँदा? होइन हामी चाहिँ अब यता लगभग पुग्न लागेका छौँ. अब चाहिँ अब कति लाग्छ होला यता टाइम? 1 घन्टा. कहाँ हिँडेर हो त? बसमा जान्छ होला सायद. त्यही त. अब हेरौँ केमा गइन्छ, बसमा हो कि तर ट्रेनमा चाहिँ होला सायद. 1 घन्टा जति लाग्छ होला गयो भने अब बसबाट. ओहो, यता चाहिँ एकदम चिसो छ होइन गाइज. माउन्ट फुजीको नजिक हो नि त, त्यही भएर माउन्ट फुजीबाट एकदम चिसो हावा आइरहेछ. भर्खर हामी ट्रेनबाट निस्क्यौँ हुनाले त्यति चिसो त लागिरहेको छैन. अब अगाडि गयो भने धेरै चिसो हुन्छ कि गाइज. हामी चाहिँ जब यसो यताबाट खानासाना खाएर निस्कन्छौँ होइन, उता चाहिँ अब खाना पाइन मुस्किल छ होला. पाए पनि अलि महँगो हुन्छ होला होइन. त्यही भएर यताबाट यसो खानासाना खाएर निस्कने हो कि. त्यहाँ अगाडि माचुया छ होइन, सबैजना त्यहाँबाट खानासाना खाएर निस्कन्छौँ कि हामी गाइस. हामी चाहिँ अहिले यसो खाना खान लागेको होइन. खाना खाए चाहिँ एकदम हिँड्छौँ, मेन्युहरू हेर्दा छौँ. अहिले चाहिँ हामी बसमा छौँ होइन. भर्खर बसमा चढ्यौँ त. खोला बगिरहेछ होइन, सानो नदी बगिरहेछ यता. फाइनली हामी पुगिसकेका छौँ होइन. अब बुझ्यो अब चाहिँ यसो केबल कारमा जाने हो कि. त्यहाँ माथि केबल कारको टावर छ होइन, खम्बा के हुन्छ त्यसलाई. अब चाहिँ हामी यसो निस्किन्छौँ. पुरै पहाड एरिया छ कि गाइस होइन. यता हेर्नु न, केबल कारतर्फ जाँदैछौँ होइन. अगाडि चाहिँ म देखाउँछु है तपाईँलाई. त्यहाँ माथि केबल कार जान्छ होइन, माथिबाट ऱ्याकको. उता हेर्नु गाइस, माथि एउटा गइरहेछ. लुकिङ सो ब्युटिफुल. हेलो गाइस, अहिले चाहिँ हामी होकाने रोपवेमा हो होइन गाइज. हामी चाहिँ जापानको उता पछाडि देख्न सक्नुहुन्छ तपाईँ, एकदम पहाड देखिरहेछ होइन. एकदम रमाइलो लागिरहेछ के गाइज होइन. अब एकछिनमा हामी केबल कारमा चढेर त्यो डाँडा हुँदै होइन पलतिर चाहिँ जाने है गाइज. एकछिनमा भित्र जान्छौँ. Here is the ticket guys है. हामीलाई टिकट पाइसकेका छौँ. arigatou gozaimashita.
यो चाहिँ हाम्रो हो होइन गाइज हामी यसमा जान्छौँ टक्कै साह्रै हामीले चाहिँ यसलाई किनिसकेका छौँ होइन टक्क हाम्रो रिजर्भ हो कि एउटा अगाडि गइसक्यो त्यसमा चाहिँ हामी जान्छौँ होइन गाइज फाइनली हामी बसिसकेका छौँ गाइज होइन Hey guys! यता हेर्नु गाइज अगाडि गाइस guys, looking so beautiful. उता हेर्नु गाइस माउन्ट फुजी देखेर चाहिँ उता हेर्नु गाइस माउन्ट फुजी जङ्गे जङ्गेहरू ल रेस्ट गर्ने सबै टिकट चाहिँ अहिले चाहिन्छ है बसी आज यो यहाँलाई एकछिन रेस्ट हो क्या यहाँ भन्नाले यहाँ फोटो खिच्ने ठाउँ हो कि यहाँ निस्क्यौँ है त ल So beautiful. उता चाहिँ माउन्ट फुजी देख्न सकिन्छ है गाइज उता हेर्नु माउन्ट फुजीको टुप्पामा हिउँले पुरा सेतो भएको छ होइन एकदम ब्युटिफुल देखिरहेको छ कि है गाइज ओहो यो चाहिँ कालो अन्डा है गाइज होइन कसो हुन्छ कहाँ पाइन्छ यो यहाँभित्र कति भिड हो लास्ट ओके से हाई हेलो Sushi, how are you doing? Do you like this place? Yeah. Wow, so beautiful, right? Yeah. Okay, so let's go. यहाँ मात्र हैन परपरमा छ यहाँ आउँछ हैन उता छाड्छ के तले गरे गयो पोखराको फेवाताल देख्ने हो गाइज अगाडि पोखराको फेवाताल जापानको पोखराको फेवाताललाई त हेर्नु अगाडि फाइनली पुग्यो गाइज होइन हामी उता लेक देख्न सक्नुहुन्छ तपाईँ अब त्यहाँ उड्थ्यो र होइन हामी बोटमा चढ्ने हो कि बोट नै के यो
यो हो नाम उदो Finally, going nice. Look at that lake, guys, looking so beautiful. So we are riding on ship now, so you guys keep on watching, okay? Finally, अब चाहिँ हामी शिपमा चढ्छौँ होइन. दुईटा शिप छन् उता, एउटा चाहिँ यता छ एउटा त यताबाट छ होइन. यो चाहिँ भर्खर आएको हो. Finally ship भित्र आइगएछ हामी. कता बस्नु? The forward cabin are also not allowed. The restroom is located at the rear of the first floor. फाइनली हाम्रो ट्रिप चाहिँ ओभर भएको छ होइन गाइज. द्याट्स अल एन्ड थ्याङ्क यू फर वाचिङ. सी यू इन द नेक्स्ट ब्लग. बाई बाई.